जिएचएलको लागि हैन। अहिलेसम्म चाहिँ ठिकै छ है त। 261 को बाई छ भने चाहिँ अहिले स्टप लस लगाउनु पर्ने हुन्छ। यो क्यान्डलको बिलो स्टप लस राखेर मजाले होल्ड गर्दा हुन्छ है त जिएचएलको लागि। अहिलेसम्मको लागि नयाँ कुरा केही पनि छैन। ब्याङ्क जोन बाहिर स्याडो खेलिरहेको छ, होल्ड गर्दा राम्रै होला। रिदी हाइड्रो पावर पनि हजुरको डिमान्ड जोनदेखि फर्किरहेको चाहिँ थियो यो चाहिँ है। अस्ति मैले लाइभमा नै भनेको कुरा हो यो। यसको यो क्यान्डल भनेको डिमान्ड जोन चाहिँ हुन्थ्यो। अनि आवरलीमा हेर्नुहुन्छ भने हजुरको ब्याङ्क जोनमा आएर यहाँ चाहिँ आएको थियो है। पहिलाको स्विङको हाई भन्दा माथि क्लोजिङ दिएर रिटेस्टमा आएको छ, जुन भनेको ब्याङ्क सेटअप चाहिँ गराएको भन्ने बुझिन्छ। मजाले बाइकको लागि रिदीमा जान सकिन्छ सर है। यो जोनमा चाहिँ ब्याङ्कको लागि जान सकियो हैन। स्टप लस लगाउनु पर्ने हुन्छ। यो क्यान्डलको बिलो चाहिँ स्टप लस लगाएर यो जोनमा ब्याङ्कको लागि रिदी हाइड्रो पावरलाई हेर्न सकिन्छ। एलबिबिएल लुम्बिनी विकास ब्याङ्क चाहिँ एक लेभलको सेलिङ जोनमा चाहिँ छ हजुर है। यसको यो जोन भने सेलिङ जोन चाहिँ हो हैन, जहाँबाट खासै राम्रो सेलिङ आइसकेको छैन, जसले गर्दा यो माथि अझै पनि ब्याङ्कको लागि एलबिबिएलमा नजाँदा बेटर हुन्छ। ब्याङ्क चाहिँ कहाँ गर्ने भन्नुहुन्छ भने एउटा यो क्यान्डल भनेको मिटिगेसन ब्लक चाहिँ हुन्छ हैन। मिटिगेसन ब्लक छ, सँगसँगै हजुरको यो पुरै भनेको चाहिँ फेयर भ्यालु ग्याप पनि छ। मिटिगेसन ब्लक सँगसँगै फेयर भ्यालु ग्यापसँग ओभरल्याप भएको छ, जसले गर्दा यो जोन स्ट्रङ चाहिँ हुन्छ हैन। यो ठाउँमा चाहिँ ब्याङ्कको लागि एलबिबिएलमा जान सकिन्छ। योभन्दा माथि चाहिँ नजाँदा राम्रो हुन्छ न्यू बाईको लागि एलबिबिएलमा। एनआइसिएल नेपाल इन्सुरेन्स कम्पनी चाहिँ हजुर एक लेभलको सेलिङ जोनमा छ सर। यसको यो जोन भनेको सेलिङ जोन चाहिँ हुन्छ डेलीमा चाहिँ, जहाँबाट सेलिङ पनि आउन खोजिरहेको छ। अब बाई कहाँ गर्ने भन्नुहुन्छ भने यो ठाउँमा ब्याङ्कको लागि जान सकिन्छ एनएससिएलमा पनि। यो भने कति भयो त 790 तिर चाहिँ ब्याङ्कको लागि हेर्न सकिन्छ है त। अझै 10 रुपैयाँ घटेपछि न्यू बाईको लागि जान सकिन्छ एनएससिएलमा। एएचपिसी को सेलिङ टार्गेट चाहिँ कति राख्ने भन्दा चाहिँ यसको चाहिँ रिसेन्टवाला हाई चाहिँ राख्दा हुन्छ सर। 317 को हाईले चाहिँ सेलिङ टार्गेट राख्दा हुन्छ एएचपिसी को लागि। एएचपिसी भन्दा पनि जुनसुकै स्टकको पनि रिसेन्ट हाईलाई चाहिँ सेलिङ टार्गेट राख्दा चाहिँ हुन्छ है, जुनसुकै स्टकको पनि। आशा लघु वित्त 790 को व्याक छ, टार्गेट कति राख्ने होला त। एएलबिएसएल को 790 को व्याक छ, 829 मा छ। टार्गेट भनेको हजुरको यो हाईलाई राख्दा हुन्छ सर है त। 900 भन्दा माथिलाई चाहिँ टार्गेट राख्दा हुन्छ एएलबिएसएल को लागि। एनएसएल भइसक्यो। अब 480 पुग्छ कि पुग्दैन कुन चाहिँ भन्नुभयो सर, बुझिन है त। पिपिएल चाहिँ हजुरको डिमान्ड जोनमै छ हजुर। पिपिएल धेरै पहिला थियो डिमान्ड जोनमा थियो, अझै पनि ब्याङ्क जोनदेखि फर्केको चाहिँ छ हैन। फेरि पनि यो ठाउँमा पाउनुहुन्छ भने ब्याङ्कको लागि जाँदा हुन्छ। पहिला नै छ भने होल्ड गर्दा हुन्छ पिपिएललाई। अझै पनि राम्रै ठाउँमा चाहिँ छ है, सेलिङ जोनमा पुगेको पनि छैन, डिमान्ड जोनमै छ, मजाले होल्ड गर्दा हुन्छ। एनआरएम हजुरको डिमान्ड जोनदेखि पहिलाको डिमान्ड जोन यो चाहिँ थियो। सेकेन्ड डिमान्ड जोन भनेको हजुरको यहीँ नै टच मात्रै भएर फर्किरहेको थियो। अब यसको नयाँ बाईको लागि हेर्नु भएको छ भने एउटा डिमान्ड जोनको क्यान्डल यो चाहिँ गराएको छ। यो ठाउँमा न्यू बाईको लागि एनआरएममा हेर्न सकिन्छ है। योभन्दा माथि चाहिँ नजानु होला। यो जोनमा पाउँछ भने चाहिँ जाँदा हुन्छ एनआरएमलाई पनि। एकेपिएल जिएलएच को के छ त। जिएचएल त ठिक छ सर हैन। एकेपिएल हेरौँ है त। अरुण कबेली पनि हजुरको यो जोन चाहिँ डिमान्ड जोन चाहिँ हुन्छ कि एकेपिएल को लागि थोरै वेट गर्दा राम्रो हुन्छ अझै पनि है सर। कतिमा वेट गर्ने भन्दा 240 भन्दा तल लागेपछि एकेपिएलमा हेर्दा हुन्छ। अझै 5-10 रुपैयाँ घटोसम्म जानु होला है त। जिएचएल चाहिँ ठिकै छ हैन। जिएचएलमा अहिले पनि ब्याङ्कको लागि हेर्दा हुन्छ। एकेपिएलमा चाहिँ अझै 5-7 रुपैयाँ घटेपछि हेर्दा चाहिँ हुन्छ है। प्रभु ब्याङ्कको बाई जोन। प्रभु ब्याङ्क चाहिँ हजुरको एक लेभलको सेलिङ जोनमा चाहिँ छ सर। यो माथिको जोन सेलिङ जोनमा चाहिँ नजानु होला। ब्याङ्कको लागि हजुरले एउटा डेलीमा नै फेयर भ्यालु ग्याप चाहिँ गराएको छ। यो ठाउँमा यो जोनमा ब्याङ्कको लागि हेर्न सकिन्छ। पहिलाको ब्याङ्क जोन भनेको तल नै थियो हैन। तल किन्न छोड्या भए चाहिँ अब यो जोनमा हेर्दा हुन्छ न्यू बाईको लागि सर है त। योभन्दा माथि चाहिँ नजाँदा राम्रो हुन्छ प्रभुको लागि पनि। जिएचएल कतिसम्म जाला हजुरको डिमान्ड जोनमा चाहिँ छ सर हैन। अहिले पहिला यो जोनदेखि बाउन्स ब्याक चाहिँ हुनु पर्यो। अनि बाउन्स ब्याक भइसकेपछि अहिले फर्स्ट टार्गेट भनेको चाहिँ यो रेन्जमा राख्दा चाहिँ हुन्छ। 290 को रेन्जमा चाहिँ फर्स्ट टार्गेट राख्दा हुन्छ जिएचएल को लागि।
सिन्धु चाहिँ 900 भन्दा माथि चाहिँ सेल हो हजुर। अस्ति मैले मार्केट आवरमा लाइभमा नै भनिरहेको कुरा हो, 900 भन्दा माथिसम्म सिन्धुलाई सेल गर्दा राम्रो हुन्छ। न्यू बाईको लागि चाहिँ जाँदै नजानु होला। यसको चाहिँ यो पुरै क्यान्डल भनेको चाहिँ सेलिङ क्यान्डल चाहिँ हुन्छ। यो भन्दा माथि ब्याङ्कको लागि जाँदै नजानु होला। सिन्धुमा सेल गर्दा राम्रो देखेको छु मैले। है त एसडिएसपिसी हिमाल दोलखा के छ त? हिमाल दोलखा ठिक छ हजुर। ब्याङ्क जोनमा धेरैचोटि चान्स दिएर अझै पनि यही रेन्ज एरियामै छ। मजाले बाई गर्दा हुन्छ। एचडिएसपिसी राम्रो ठाउँमा चाहिँ छ, मजाले बाई गर्दा हुन्छ। एकदम रिस्क चाहिँ कम छ। 200 को रेन्जको हाइड्रोहरू र ब्याङ्कहरूमा चाहिँ रिस्क चाहिँ एकदमै कम छ, जाँदा हुन्छ है। एसएचडिबिएल साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्क कहाँ छ त अहिले? यो यसको चाहिँ विकलीमा जानुहुन्छ भने हजुर एक लेभलको सेलिङ जोनमा चाहिँ छ सर। यो यसको यो पुरै जोन भनेको चाहिँ विकलीमा चाहिँ सेलिङ जोन चाहिँ हो। त्यसपछि डेलीमा जानुहुन्छ भने सेलिङ आउन खोजिरहेको पनि छ। नयाँ बाइकको लागि हेर्नु भएको छ भने एउटा फेयर भ्याली ग्याप चाहिँ गराएको छ यो जोनमा। यहाँ आइसकेपछि न्यू बाइकको लागि जाँदा हुन्छ। यो माथि माथि नजानु होला एसएचडिबिएलमा पनि। अप्पर हाइड्रो पावर बाइकको लागि अप्पर पनि राम्रो ठाउँमा छ हजुर। यसको यो पुरै जोन भनेको डिमान्ड जोन चाहिँ हुन्छ होइन। अप्पर एचडिएसपिसी एकेजेसिएलहरू स्टकहरू चाहिँ मजाले बाई गर्दा हुन्छ सर। है त अप्पर पनि ब्याङ्कको लागि हेर्दा हुन्छ। एकदम लो रिस्कवाला स्टक चाहिँ हो, मजाले जाँदा हुन्छ है। एनएमआइसी र क्रेस्ट 2300मा किन्नुभयो त्यो चाहिँ गल्ती भएछ। 2200-2300मा त्यो स्टक किन्ने स्टकै होइन। पुग्ने चाहिँ पुग्ला होइन, नपुग्ला भने होइन, तर 2200-2300मा त्यो चाहिँ किन्ने ठाउँ चाहिँ थिएन है त। कुनै पनि आइपिओ चाहिँ माथि माथि गएर किन्नु भनेको गल्ती नै हो सर है। एकेपिएलको सेल टार्गेट भनेको चाहिँ हजुरको रिसेन्ट हाईलाई सेलिङ टार्गेट राख्दा हुन्छ। जुन भनेको चाहिँ यो हाईलाई चाहिँ फर्स्ट सेलिङ टार्गेट राख्दा हुन्छ एकेपिएलको लागि। यो भनेको हजुरको 278 को एरियातिर चाहिँ हुन्छ है त। 280 भनौँ न, 280 तिर चाहिँ फर्स्ट सेलिङ टार्गेट राख्दा हुन्छ एकेपिएलको लागि। सिओआरबिएल चाहिँ हेर्नुपर्ने स्टक चाहिँ होइन सर। यसमा हेर्नुपर्ने केही पनि छैन होला। त फर्किने चाहिँ हजुरको ब्याङ्क जोनदेखि चाहिँ फर्केको छ। यो जोन भने डिमान्ड जोन चाहिँ हुन्छ यसको लागि होइन। तर सेल गरेर निस्किँदै राम्रो हुन्छ जस्तो लाग्छ मलाई है त। यो यस्तो स्टकमा चाहिँ नफस्नु होला। अरू चाहिँ मैले केही भन्न चाहिनँ। रिदी भोलि बाई गर्दा हुन्छ त? ब्याङ्क जोनमा चाहिँ छ सर होइन। पुरै माथि चाहिँ रहेछ अहिले। यसको यो क्यान्डल चाहिँ डिमान्ड जोन चाहिँ हो। यहाँ आयो भने चाहिँ ब्याङ्कको लागि हेर्दा हुन्छ सर है त। थोरै माथि छ अझै पनि। 265 तिर आयो भने चाहिँ ब्याङ्कको लागि जाँदा हुन्छ रिदीमा। तर स्टप लस चाहिँ लगाउनु पर्ने हुन्छ है। यत्रो माथि बढिसक्यो स्टकमा चाहिँ स्टप लस लगाउनु पर्ने हुन्छ। यो क्यान्डलको बिलो स्टप लस लगाएर यो ठाउँमा ब्याङ्कको लागि हेर्न सकिन्छ रिदीलाई है त। एएचपिसी अरुण भ्याली हाइड्रो पावरको डिमान्ड जोन चाहिँ थोरै तल चाहिँ छ सर होइन। यो जोनमा चाहिँ एएचपिसीले हेर्न सकिन्छ। अझै पनि माथि छ, माथि नजाँदा हुन्छ एएचपिसीको लागि। अनि कुमारी ब्याङ्क चाहिँ 200 भन्दा तल जति सकिन्छ किनौँ 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 भनेर मैले लाइभमा बोलाए थिएँ। अब माथि चाहिँ नकिनौँ है त। माथि चाहिँ किन्ने ठाउँ छैन। एक लेभलको सेलिङ आउने ठाउँमा पनि छ। यो टपमा चाहिँ ब्याङ्कको लागि कुमारीमा नजानु होला। कहाँ बाई गर्ने भन्नुहुन्छ भने एउटा ग्याप इम्ब्यालेन्स गराएको छ। एउटा थोरै करेक्सन आइसकेपछि जाँदा चाहिँ हुन्छ है। यो माथि माथि चाहिँ नजानु होला। छ भने चाहिँ फेरि मजाले होल्ड गर्दा चाहिँ हुन्छ है त। यस्तो 200 को स्टकमा 200 को रेन्जको स्टकहरूमा चाहिँ मिड टर्मको लागि नै हेर्दा हुन्छ छ भने है। टिबिसिएल र एससिएस चाहिँ किन घटेको? टिबिसिएल घटेको छ र? टिबिसिएल चाहिँ विकलीमा जानुहुन्छ भने एउटा डिमान्ड जोन चाहिँ ब्रेक चाहिँ गरेको छ टिबिसिएलले, जुन चाहिँ खासै राम्रो कुरा भएन। यसको सेकेन्ड डिमान्ड जोन भनेको हजुरको यो क्यान्डल चाहिँ हुन्छ अब है। तर यो क्यान्डल ब्याङ्क जोन चाहिँ हुन्छ। ब्याङ्क सेटअप गराइसकेको छैन, जसले गर्दा टिबिसिएलमा एकछिन न्यू इन्ट्रीको लागि वेट गर्दा राम्रो हुन्छ। छ भने होल्ड गर्न सकियो, नयाँ इन्ट्रीको लागि वेट गर्दा राम्रो हुन्छ टिबिसिएलको लागि। अनि एसजिएससी चाहिँ श्वेत गङ्गा हाइड्रो पावर, यो ठिकै ठाउँमा छ हजुर। घटेको पनि खासै फरक चाहिँ छैन है त। डेलीमा नै हजुरको अर्डर ब्लकमा चाहिँ छ होइन। जुन भनेको डिमान्ड जोन भइ नै हाल्यो। यो ठाउँमा चाहिँ यसमा प्यानिक हुनुपर्ने केही पनि छैन है। यसको विकलीमा नै हेर्नुहुन्छ भने ठिकै ठाउँमा चाहिँ छ है त। मजाले होल्ड गर्दा हुन्छ एससिएससी। न्यू बाईको लागि पनि जान सकिन्छ यो ठाउँमा चाहिँ है। केबिएल भोलि सेल गर्दा के होला विचार गरौँ सर। कुमारी ब्याङ्क चाहिँ मिड टर्मको लागि राख्दा राम्रो जस्तो देखेको छु मैले होइन। सर्ट टर्मको लागि हो भने चाहिँ विचार गर्दा हुन्छ है त।
इडिबिएल एक्सेल डेभलपमेन्ट ब्याङ्क चाहिँ हजुर कहाँ छ भन्दा डिमान्ड जोनमै छ हजुरको। यो पुरै जोन भनेको चाहिँ डिमान्ड जोन चाहिँ हुन्छ इडिबिएलको लागि। यो हजुरको विकली अर्डर ब्लक चाहिँ हो, जसले गर्दा स्ट्रङ जोन पनि हुन्छ। विकली जोनमा आएर स्याडविच खेलेको छ, जसले गर्दा नयाँ कुरा केही पनि छैन है। छ भने होल्ड गर्न सकिन्छ, न्यू बाईको लागि पनि जान सकिन्छ इडिबिएलमा। एनएमआइसी 2000 मा बाई गरेको त्यसको आइडिया भएन सर मलाई है त। आइपिओ को आइडिया चाहिँ हुँदैन, 2000 मा ब्याङ्क एरिया चाहिँ थिएन हैन। त्यत्तिकै बाई गर्न भएन, ब्याङ्क सेटअप पनि हुनु पर्यो। त्यस्तो स्टकहरुमा ब्याङ्क सेटअप चाहिँ केही पनि हुँदैन है। अब बढ्ला घट्ला त्यो चाहिँ आफ्नो ठाउँमा भइहाल्यो, तर रिस्क चाहिँ लिनु भएन त्यस्तो स्टकहरुमा। नोबेल ब्याङ्क चाहिँ हजुरको ठिकै ठाउँमा छ हजुर, धेरै पहिलादेखि नै डिमान्ड जोनमा छ यो नोबेल स्टक। नोबेल ब्याङ्क चाहिँ मजाले हेर्दा हुन्छ, विकलीमै हेर्नुहुन्छ भने एउटै रेन्जमा साइड खेलेको थुप्रै टाइम भइसक्यो, जुन भनेको स्ट्रङ डिमान्ड जोन पनि हो। विकली अर्डर ब्लक भने स्ट्रङ पनि भइ नै हाल्यो, मजाले ब्याङ्कको लागि जाँदा हुन्छ नोबेलमा है। अझै पनि राम्रो ठाउँमा पाइराख्नु भएको छ। बीपीसीएल बुटोल पावर कम्पनी पनि हजुरको एक लेभलको डिमान्ड जोनमा आउन लागेको चाहिँ छ। एउटा डिमान्ड जोन यो जोन चाहिँ हुन्छ हैन। यहाँ आइसकेपछि ब्याङ्कको लागि हेर्दा हुन्छ। यहाँ आउँदैन, यहीँदेखि नै फर्किन्छ भने के गर्ने भन्दा यहाँदेखि फर्किनको लागि चाहिँ यो हाईभन्दा माथि क्यान्डल क्लोज चाहिँ हुनुपर्छ है त, जुन चाहिँ भइसकेको छैन, जसले गर्दा न्यू बाईको लागि हतार नगर्नु होला। यो ठाउँमा आइसकेपछि हेर्न सकिन्छ बीपीसीएल लाई पनि है। यूएलबीएसएल को सेलिङ टार्गेट, उपकार लघु वित्तको सेलिङ टार्गेट भनेको विकलीमा जानु हजुर। त्यसपछि यसको सेलिङ टार्गेट भनेको चाहिँ यो ग्याप सानो ग्याप चाहिँ गराएको छ विकलीमा चाहिँ हैन। यो ग्याप इम्ब्यालेन्समा सेलिङ टार्गेट राख्दा हुन्छ यूएलबीएसएल को लागि है। जुनसुकै स्टकको पनि रिसेन्ट डेलीमा पनि रिसेन्ट हाई यही नै छ हैन। विकलीमा ग्याप पनि छ, यो ठाउँलाई चाहिँ सेलिङ टार्गेट राख्दा हुन्छ। एफएमडीबीएल बाई गर्दा के होला त? फर्स्ट माइक्रो फाइनेन्स बाई गर्दा राम्रै हुने देखेको छु मैले पनि वाच गरेर राखेको स्टक चाहिँ हो यो। विकलीमा नै हजुर हेर्नुहुन्छ भने विकली अर्डर ब्लकमा ट्याप भएर फर्किन खोजिरहेको चाहिँ छ है। मजाले बाई गर्दा हुन्छ एफएमडीबीएल। अब कहाँ बाई गर्ने भन्नुहुन्छ भने माथि माथि चाहिँ नजानु होला। एउटा फेयर भ्यालु ग्याप चाहिँ गराएको छ आवरलीमा चाहिँ हैन। यो चाहिँ ट्याप हुन पनि बाँकी छ। यो ठाउँमा आउँछ भने ब्याङ्कको लागि हेर्दा हुन्छ एफएमडीबीएल को लागि। एमबीएल माछापुच्छ्रे ब्याङ्क पनि ठिक छ हजुर। ब्याङ्किङहरु चाहिँ सबै ठिक ठाउँमै छ है त। एमबीएल पनि हजुरको यो पुरै जोन भनेको अर्डर ब्लक चाहिँ हुन्छ विकलीमा चाहिँ हैन। जुन भने डिमान्ड जोन भइ नै हाल्यो। डेलीमा त्यही जोनमा ट्याप भएर फर्किरहेको छ। अनि अझ एउटा राम्रो कुरा के भएको छ भन्दा डेलीमा नै रिसेन्ट स्विङको हाई भन्दा माथि क्लोजिङ दिएको छ। अब आउने करेक्सन भनेको चाहिँ एमबीएल को लागि ब्याङ्क जोन चाहिँ हुन्छ है। माथि माथि चाहिँ नजानु हैन। यो माथि माथि ब्याङ्कको लागि नजानु होला। यहाँदेखि थोरै करेक्सन आउँछ भने ब्याङ्कको लागि हेर्दा हुन्छ एमबीएल लाई पनि। समता सेलिङ टार्गेट 940 को व्याक छ समताको। 940 मा किन्नु भयो। सेलिङ टार्गेट कतिमा हो त? 793 मा छ। धेरै माथि पर्नु भएछ सर हजुर चाहिँ। यसको सेलिङ टार्गेट भनेको चाहिँ रिसेन्ट हाईलाई राख्दा हुन्छ, जुन भनेको चाहिँ त्यो 950-60 एरिया चाहिँ हुन्छ सर है त। अहिले जहाँ किन्नु भएको थियो त्यही नै सेलिङ जोनमा चाहिँ अहिले बाई गर्नु भएको रहेछ। त्यो चाहिँ गल्ती भइ नै हाल्यो सर। जहाँ किन्नु भएको थियो त्यही नै पुग्यो भने चाहिँ निस्किदा हुन्छ है एकचोटले। शिखर इन्स्योरेन्स को सेलिङ टार्गेट, शिखर इन्स्योरेन्स एसएससीएल को सेलिङ टार्गेट चाहिँ कहाँ भन्दा यसको पनि यही रिसेन्ट हाई नै हुन्छ सर है त। जुनसुकै स्टकको पनि सेलिङ टार्गेट भनेको रिसेन्ट हाईलाई चाहिँ राख्दा हुन्छ है, जुनसुकै स्टकलाई पनि। एसएसएचएल न्यू बाईको लागि कस्तो छ त? शिवश्री हाइड्रो पावर नै बाई न्यू बाईको लागि ठिकै ठाउँमा छ सर है। यसको यो पुरै क्यान्डल भनेको डिमान्ड जोन चाहिँ हुन्छ, जहाँ स्याडिस पनि खेलिरहेको छ। मजाले हेर्दा हुन्छ स्टकलाई है। राम्रो ठाउँमा छ, अझै पनि जाँदा हुन्छ। अनि जीएलएच ग्रीन लाइफ हाइड्रो पनि हजुरको सेलिङ जोनबाट सेलिङ आएर अहिले चाहिँ हजुरको डेलीमा एउटा फेयर भ्यालु ग्याप चाहिँ गराएको थियो यो ठाउँमा, जुन भनेको ब्याङ्क जोन चाहिँ हुन्छ, जहाँ आएर साइडवेज चाहिँ खेलिरहेको छ है त। यस्तो ठाउँमा चाहिँ के गर्ने भन्दा माथि माथि फस्नु भएको थियो भने एभरेजिङको लागि हेर्न सकियो हैन। न्यू बाईको लागि हो भने चाहिँ थोरै चाहिँ वेट गर्नुपर्ने हुन्छ है। नयाँ बाईको लागि वेट गर्नु होला, थोरै एउटा सिग्नल दिनुपर्ने हुन्छ, जुन चाहिँ दिइसकेको छैन। छ भने होल्ड गर्नु, न्यू बाईको लागि वेट गर्दा राम्रो होला। एमईएन 630 मा किन्नु भयो। एमईएन लाई कतिमा छ त अहिले?
माउन्टेन इनर्जी 630 मा किन्नुभयो, अहिले छ 604 मा चाहिँ छ। एक लेभलको सेलिङ टार्गेट हजुरको यही नै हुन्छ एमएन को लागि हैन। यहाँबाट थोरै करेक्सन आउँछ भने न्यू बाईको लागि पनि हेर्न सकिन्छ, नयाँ बाईको लागि यो ठाउँमा हेर्नु होला। अनि यसको विकलीमा जानुहुन्छ भने नेक्स्ट सेलिङ टार्गेट भनेको एमइएन को लागि चाहिँ यो हाइले चाहिँ राख्दा हुन्छ है त। 630 मा चाहिँ एमइएन ब्याङ्क जोन चाहिँ थिएन है, यसको चाहिँ यो तल चाहिँ ब्याङ्क जोन चाहिँ हुन्थ्यो हैन। एउटा ग्याप इम्ब्यालेन्स गराएको थियो डेलीमा चाहिँ यो ठाउँमा चाहिँ बाई गर्नुपर्ने स्टक चाहिँ हो एमइएन। 630 मा भने ब्याङ्क जोन थिएन। अपी हाइड्रो पावर पनि हजुरको 280 को रेन्जतिर डिमान्ड जोन चाहिँ हुन्छ। पहिला जहाँदेखि बाउन्स ब्याक भएको थियो त्यही नै आउन खोजिरहेको छ, फेरि पनि यहाँ आउँछ भने मजाले हेर्दा हुन्छ अपीलाई है त। न्यू बाईको लागि अझै पनि थोरै वेट गर्दा राम्रो होला। 290 भन्दा तल लागेपछि हेर्दा हुन्छ अपीलाई।